एउटा यस्तो घर जसलाई बनाउनु 3 वर्ष लागेको छ, त्यो पनि बुधबार मात्रै प्रयोग बनाएको घर। यो घर बनाउनुभन्दा लगभग 7 पुस्ता अगाडि भनेपछि आज यत्रो सयौं वर्षसम्म टिकेको छ। एउटा इन्ट्रेस्टिङ कुरा के हो भने हरेक कुराको आयु हुन्छ। यो घरले यति धेरै भूकम्प हो। च्यानलको नाम के अरे? नै हो। यस्तो पक्का छ, लगभग यो 200-300 वर्ष भइसक्यो यो घर चाहिँ। अब यहाँ चाहिँ 2वटा उद्देश्यको लागि राखेर बनाइएको कोठा हो। यहाँ जुन हामी अब यो यसलाई त के हो भन्छ मामा, यो बच्चे यस्तो यो झ्याल चाहिँ ठुलो छ, ताकि यो चाहिँ इमर्जेन्सीमा भाग्न सक्छ भन्ने हिसाबले कयौं वर्ष पुरानो सामानहरू यसलाई चाहिँ संरक्षण गरेर चाहिँ मामाहरू हैन। यो चाहिँ खानाको भित्र छ। नि कत्रो ठुलो साइजको प्रयोग गरिएको छ साइज हेर्नु यहाँ। एउटा यस्तो घर जसलाई बनाउनु 3 वर्ष लागेको छ, त्यो पनि बुधबार मात्रै प्रयोग बनाएको घर। यो घर बनाउने मिस्त्रीहरूको भोजपुरको अरे। यो घर चाहिँ कस्तो भने हाम्रो यहाँ जुजु बाजेले बनाउनु भएको आजभन्दा 7 पुस्ता अगाडिको घर हो। यहाँ चाहिँ के छ भने उहाँले बिहे गर्नु भएछ, अनि बिहे गरेर बोजू घरमा हुँदा चाहिँ सुब्बाको घर चाहिँ सानो भयो। यस्तो सानो घर त कसरी त सुब्बाको हैसियतको घर भएन भनेर चाहिँ बाजेलाई ससुरालीमा त्यसो भनेपछि बाजेले रिसले घर बनाउनु भएको। त्यो घर चाहिँ आजभन्दा लगभग 7 पुस्ता अगाडि भनेपछि आज यत्रो सयौं वर्षसम्म टिकेको छ। एउटा इन्ट्रेस्टिङ कुरा के हो भने हरेक कुराको आयु हुन्छ। यो घरले यति धेरै भूकम्पहरू पनि सहेको छ, यति धेरै कुराहरू सहेको छ। तर यो घरमा त्यस्तो चर्केको पनि देखिँदैन र यो घरमा जुन लेबलले गाह्रो लागेको छ नि, चट्टै मिलेको गाह्रो छ क्या यहाँनिर। अनि यहाँ भएको काठहरू पनि एकदमै बलियो प्रयोग गरेको छ। यो चाहिँ मैले सबैलाई तपाईँलाई भित्री बाहिरी र पुरै तरिकाले चाहिँ यो घरको तपाईँलाई म भ्रमण गराउने छु। यो चाहिँ फालेलुङ 2 को जोरपाटीमा अवस्थित घर हो। यसलाई चाहिँ अब 200-400 वर्ष 200 करिब 300 वर्ष अगाडि नै बनाइएको घर हो। यो चाहिँ त्यस्तो यो चाहिँ कस्तो त्यो समयको एउटा घर बनाउने जुन नेपालीको आर्किटेक्टको नमुना छ नि, त्यो नमुनामा बनेको सायदै यो एरियामा यही मात्रै गर्छ। यसको छानादेखि लिएर यसको यो जुन यो काठ देख्दै हुनुहुन्छ, यो पनि यसलाई तासेर बनाएको हो। यो चाहिँ फालेलुङ 2 को जोरपाटी भन्ने ठाउँमा गैरीघरमा अवस्थित घर छ। यसलाई चाहिँ तपाईँलाई म यो घरको चाहिँ भित्र पनि देखाउँछु। यसलाई चाहिँ भित्र एक्सप्लोर पनि हामी यो घरभित्र कस्तो नमुनाहरू छ। यहाँभित्र एउटा जेलको कोठा छ। अहिले चाहिँ हामी यो घरलाई एक्सप्लोर गर्दैछौँ। यो चाहिँ 300 वर्ष भन्दा पनि धेरै पुरानो भयो। केटाहरू के छ? सब्सक्राइब गर भन्देऊ। च्यानलको नाम के अरे? ल यस्तै छौँ होइन। यो चाहिँ यतापट्टिको साइडको ढोका हो। उतापट्टि चाहिँ लेख्नु भएको रहेछ भर्खर आन्टीले। अब यता बाहिर चाहिँ पछाडि जोडिएको भाग भयो होइन। हामी यहाँदेखि चाहिँ घरभित्र हामी पस्यौँ। अब यो घरको यो माथिको यो जुन छ नि, यो बिमहरू यो पनि सबै यो तासेर बनाएको हो, काठ नै हो। यस्तो पक्का छ, लगभग यो 200-300 वर्ष भइसक्यो यो घर चाहिँ। अब यहाँ चाहिँ पूजा गर्ने भइहाल्यो। यो त्यतिखेरको डिजाइन। अब यो अहिले जुन हामी भएको प्लेस चाहिँ छ नि, यो हामी जुन अहिले भिडियो गर्दै गरेको यो एरिया चाहिँ त्यतिखेरको खाने बस्ने अहिले के भन्छ डाइनिङ हल जस्तै हो। त्यो समयमा बस्नको लागि बनाइएको इन्डोर भित्रै किचन हुन्छ नि त। यो चाहिँ त्यतिखेर त्यो कन्सेप्टले बनाइएको हो। अनि यो बाहिर भनेको सिकुवा हो। अब यो सिकुवामा प्रयोग भएको त्यो उयो के भन्छ काठहरूमा पनि एकदमै मजाले डिजाइन गरिएको छ। चाहिँ 2वटा उद्देश्यको लागि राखेर बनाइएको कोठा हो। यहाँ जुन हामी अब यो किचन भएदेखि त्यसरी 2टा उद्देश्य। यो चाहिँ एउटा भण्डारण ढिकुटी र कोही मान्छेले झै झगडा गर्यो भने समातेर त्यसलाई व्यवस्था गर्ने ठाउँ। भित्र ल्याएर थुनिन्छ भनिन्थ्यो। यो जेल पनि हो। यो चाहिँ अहिले चाहिँ अब यहाँ त्यसरी प्रयोजनमा आएको छैन। एक खालको जेल हो। त्यो समयमा यो भित्र चाहिँ मान्छेहरूलाई थुन्न सजाय दिनको लागि प्रयोग गरिन्थ्यो। त्यसलाई चाहिँ 2टा उद्देश्य। यसमा चाहिँ झ्याल छैन। फेरि यो रुममा चाहिँ कहीँ पनि झ्याल छैन। वरिपरि कहीँ झ्याल छैन। यसमा चाहिँ घरको यो चाहिँ अगाडिपट्टिबाट देखिने दृश्य चाहिँ यो घरको। यसलाई चाहिँ हामी भित्रबाट माथि रुफसम्म पनि जानेछौँ। यसलाई त के पो भन्छ मामा? यो बतासी। अब अहिले चाहिँ काँटीले बनाउने चलन छ। अब त्यो बेलाको बुढाहरूको आइडिया भनौँ न होइन। यहाँ काँटी प्रयोग भएको छैन। यो बतासी ठोक्नलाई पनि एकदम बुढाहरूले सिस्टम मिलाएर बनाएको छन्। यहाँ माथि तालामा पनि एकदम यो काठले ताकि धुलो नझरोस् भन्ने उद्देश्यले यहाँ चाहिँ यसरी काठ लगाइएको छ।
अब यो माथिल्लो तलाको यो चाहिँ मूल ढोका भयो। माथिल्लो तलाको किचन हैन, एकदम माथिल्लो तलाको किचन भयो यहाँनिर। अनि यता चाहिँ यता पर सामान राख्ने ओर्ने भइहाल्यो। अनि यो चाहिँ माथिबाटको ढोका। अब यहाँ ढिकुटी भयो। अब झ्याल पनि कस्तो राम्रो डिजाइनले बनाएको थियो भने त्यो समयमा चाहिँ यस्तो यो झ्याल चाहिँ गोलो छ, ताकि यो चाहिँ भोलि पर्सि पनि इमर्जेन्सीमा भाग्न सकियोस् भन्ने हिसाबले बनाइएको देखिन्छ। अनि यो बाहिरबाट यसलाई चाहिँ आँखी झ्याल भन्छ, आँखा हेर्न सकियोस् भनेर चाहिँ आँखी झ्याल भयो। अब यसलाई खोल्दाको दृश्य चाहिँ यस्तो हो। कयौं वर्ष पुरानो सामानहरू यसलाई चाहिँ संरक्षण गरेर चाहिँ मामाहरूले संरक्षण गरेर राख्नु भएको छ। यो चाहिँ एकदमै यहाँ युद्ध गर्दाखेरिको तरवारहरूदेखि लिएर त्यो बाण हान्दा हातमा लाउने भयो यो साइडको होइन, चाहिँ एकदम उहाँहरूले सम्हालेर राख्नु भएको छ अहिलेसम्म चाहिँ। यो चाहिँ यो चाहिँ छाना रुफको, यो चाहिँ माथिको रुफ होइन, यो चाहिँ छानाको भित्र छौँ। यी कत्रो ठुलो साइजको प्रयोग गरिएको छ, साइज हेर्नु यहाँ हाम्रो यो काठ होइन। फेरि यो काठमा काँटी छैन, अर्को अचम्म भने काँटी छैन। यसलाई मजाले खोपेर जोडिएको छ कि कुनै कुराले त्यसरी यसलाई चाहिँ बनाइएको छ। यो एकदम विशाल छ यो छाना। तर यो छानाको एउटा विशेषता चाहिँ मलाई के लाग्यो भने यो घरको छानाको विशेषता चाहिँ यहाँ प्रकाश मजाले भित्र छिर्न सक्छ क्या। यहाँ हेर्नु न कस्तो राम्रो वृत्तबाट पनि बाहिरको दृश्यहरू चाहिँ मजाले देख्न सकिन्छ। यो चाहिँ एकदम उज्यालो अँध्यारो नहोस् भन्ने हिसाबले यसलाई चाहिँ थोरै उज्यालो राखिएको छ। यो चाहिँ एकदम इन्ट्रेस्टिङ खालको डिजाइन छ है। यो चाहिँ घरको माथि टप भयो। चाहिँ सानो झ्याल होइन, यो चाहिँ सानो राख्यो किनभने अब पहिले त्यत्रो मान्छेको फ्लो पनि कम हुन्थ्यो भन्ने हिसाबले राखिएको छ। अनि यो चाहिँ ढोका पनि भयो, झ्याल पनि भयो। यसलाई चाहिँ दुईटा उद्देश्यको लागि प्रयोग गर्न सकियो नि त, त्यही भएर। अब चाहिँ साइडमा भएको भर्याङ हो। यो चाहिँ यता साइडबाट यसलाई के भन्छ, अर्को चोर बाटोबाट पछाडिबाट निस्किने ठाउँ भयो।